परमेश्वरको काम देख्न चाहन्छौ भने है म माथि विश्वास गर भन्नुभयो। परमेश्वरले जुन है जसरी मलाई पठाउनु भएको छ म माथि विश्वास गर भन्नुभयो। अनि त्यसपछि है चेलाहरूले के सवाल गर्नुभयो त है तपाईहरुलाई हामी विश्वास कसरी गरौँ र तपाईँ हाम्रो बीचमा के चिन्ह गर्नुहुन्छ भन्नुभयो। के चिन्ह गर्नुहुन्छ, के चिन्ह हाम्रो निम्ति गरिदिनुहुन्छ भनेर है प्रभु येशूसँग सवाल गरियो। अनि चेलाहरूको बीचमा त्यत्रो चिन्हको कामहरू परमेश्वरले गर्दा सबै कुराहरू उनीहरू बिर्से। बुझ्दै हुनुहुन्छ है मण्डली परिवार। आज तपाईँ हामी पनि जब है ख्रीष्ट येशूलाई नचिनेर भोजनको रोटीको निम्ति हामी जिउँछौँ भने हामी सबै कुराहरू परमेश्वरका अचम्म रहस्यको कामहरू चिन्हहरू सबै बिर्सिन्छौँ। त्यही भएर चेलाहरू पनि आज त्यसरी नै बिर्सिनु भयो है। प्रभु येशूले है प्रार्थना गरेर त्यत्रो मन्ना खिलाउनु भयो, अन्धाहरूलाई देखाउनु भयो, लाङ्डाहरू है हिँड्ने चाहिँ बनाउनु भयो, मुर्दाहरू बिताउनु भयो, हरेक रोगीहरूलाई निको बनाउनु भयो। तर पनि ती चेलाहरू चिन्न भन्दैछन् है। त्यही भएर मण्डली परिवार है जब हामीले परमेश्वरलाई विश्वास हामी गर्न सक्दैनौँ भने मण्डली परिवार हामीलाई है परमेश्वरले दिनुभएको हरेक कुराहरू बिर्सिन थाल्छौँ। परमेश्वरले हाम्रो जीवनमा जे जे चिन्ह कामहरू है गर्नुभएको छ त्यो सबै कुराहरू बिर्सिन्छौँ। तर अझै पनि हामी चिन्ह कुराहरू हामी खोजिरहन्छौँ है। तर मण्डली परिवार परमेश्वरले हामीलाई भन्दै हुनुहुन्छ कि तिमीहरू है चिन्ह त तिम्रोहरू जीवनमा हुन्छ, तर चिन्ह तिम्रो जीवनमा हुन्छ, तर तिमीहरू है भोजन र रोटीको निम्ति मात्र तिमी विश्वास नगर। किनकि यदि त्यही कुरामा तिमीहरू हिँड्छौ र जिउँछौ भने तिमीले परमेश्वरको चिन्हको हरेक उहाँ परमेश्वरको काम कार्यको पनि तिमीहरू कहिले पनि धन्यवादी हुन सक्दैनौ र कहिले